हेलो, मेरो नाम अड्रिना सुन्दास। म फेरि पनि तपाईहरुको बीचमा लिभाईको बारेमा फर्स्ट एपिसोड मनका कथा लिएर आइरहेको छु। तपाईहरुले मनका कथा युट्युबबाट, फेसबुकमा, इन्स्टाग्राममा र टिकटकबाट तपाईहरुले यसलाई हेर्न सक्नुहुन्छ। र 4 दिन अगाडि मैले मेरो इन्ट्रोडक्टरी भिडियो फेसबुक मार्फत तपाईहरुको बीचमा राखिएको थिएँ अनि तपाईहरुको यति धेरै माया, सहायता हैन, तपाईहरुको इन्ट्रेस्ट है यो भिडियो प्रति चाहिँ कति धेरै रहेछ भनेर चाहिँ मैले एकदमै थाहा पाएँ र म एकदमै खुसी छु, धन्यवादी छु तपाईहरु प्रति है। अनि यो भिडियोले पनि धेरै मानिसहरुको बीचमा काम गर्दो रहेछ र भ्याल्यु रहेछ भन्ने कुरा चाहिँ मैले तपाईहरुको मायाबाट मैले थाहा पाउन सके। लिभाईको जब डायग्नोसिस भयो, हामीलाई चाहिँ हाई रिस्क छ भनेर भनिएको थियो। अनि हाई रिस्क भन्ने क्रममा चाहिँ अनि हामी चाहिँ डाक्टरले चाहिँ यसलाई चाहिँ 100मा 100 हुँदैन, तिमीले अझै जचाउन जानुपर्छ, अझै छानबिन गर्नुपर्छ भनेर चाहिँ हामी ब्रिस्बेन हस्पिटल गएका थियौं। अनि त्यहाँ गएर चाहिँ हामीले सबै जति पनि जाँचहरु गर्नुपर्ने थियो ब्लडहरुबाट हामीले त्यो सबै गरेर चाहिँ 2 हप्ता भित्र चाहिँ हामीलाई चाहिँ एउटा फोन कल आयो। जब हामीले त्यो फोन कल प्राप्त गर्यौं डाक्टरबाट, हामी चाहिँ वेटिङमै थियौं है, केही समय अगाडिदेखि नै अब आउँछ कि भनेर। अनि जब हामीले उठायौं र डाक्टरले धेरै कुराहरु गर्नु भएन, स्ट्रेट हामीलाई भन्नुभयो कि हाई रिस्क छ तिम्रो प्रेग्नेन्सी अनि 100% नै देखाएको छ विथ डाउन सिन्ड्रोम भन्दाखेरि चाहिँ फर्स्ट रियाक्सन चाहिँ अभियसली हामी रुयौं। म रुएँ पहिला, अनि म धेरै रुएँ, म धेरै कामे पनि। अनि त्यो समयमा धेरै सोच्न त सकिएन, तर मेरो हृदय चाहिँ धेरै फुटेको थियो। अनि मेरो श्रीमानलाई मैले बोलाएँ अनि मेरो श्रीमानलाई पनि मैले भने कि यो चाहिँ 100% नै भएको छ, लिभाई चाहिँ डाउन सिन्ड्रोमै हो भनेर भनिएको छ भन्दाखेरि चाहिँ मेरो श्रीमान पनि धेरै बोल्न सक्नु भएन। अनि हामी लगभग 3 दिन हामी एका दुसरासँग पनि धेरै वार्तालापहरु गरेनौं, किनभने हामी आफै नै त्यो कुरालाई चाहिँ हामीले स्वीकार गर्न सकिएको थिएन। हामीलाई चाहिँ डाक्टरले जब फोन गरिएको थियो, उनीहरुले चाहिँ हामीलाई 2 हप्ताको टाइम दिएको थियो इदर बच्चा राख्नु वा टर्मिनेट गर्नको निम्ति चाहिँ। अनि त्यो 3 दिन चाहिँ हामीलाई प्रोसेस गर्नलाई नै हामीलाई धेरै गाह्रो भएको थियो। हामी धेरै केही कुरा पनि हामीले गरेनौं। अनि त्यसपछि चाहिँ मेरो श्रीमान अनि म आफै हामीले चाहिँ के गर्ने भनेर हामीले एका दुसरासँग सोधखोज गर्दाखेरि चाहिँ हामी दुवैलाई नै थाहा थिएन के गर्ने भनेर। अनि त्यो समयमा चाहिँ हामीले आफ्नो यही टोलमा भएको पास्टरहरुलाई हामीले फोन गर्यौं, कुराकानीहरु गर्यौं र उहाँहरुले पनि यो हाम्रो फर्स्ट केस हो, हामीलाई थाहा छैन के गर्ने, तर म प्रार्थना चाहिँ गर्छु तिमीहरुको निम्ति भन्नुभयो। हामीले आफ्नो आमा बुवाहरुसँग बातचित गर्यौं, कुराहरु गर्यौं, हामीले सोध्यौं के गर्ने भनेर। अनि धेरैकोबाट चाहिँ हामीलाई चाहिँ टर्मिनेट गर भन्ने विषयहरु कुराहरु हामीलाई भनियो। जब हामीले त्यो 2 हप्ताको टाइममा मलाई चाहिँ यो भित्रबाट एउटै आवाज आउँथ्यो, अनि त्यो चाहिँ डु नट गिभ अप भन्थ्यो। अनि मैले मेरो श्रीमानसँग पनि मैले कुराहरु गरेँ। अनि मैले भने मलाई थाहा छैन यो आवाज कहाँबाट आएको हो, तर मलाई बारम्बार यो आवाज यहाँ भित्रबाट आउँछ, डु नट गिभ अप भनेर भन्छ भनेर चाहिँ मैले उहाँसँग कुराहरु गरि नै रहेको थिएँ। अनि हामीले धेरै युट्युबबाट, कथाहरुबाट, हामीले गुगलबाट हामीले धेरै रिसर्चहरु पनि हामीले गर्यौं कि के गर्ने भनेर। अनि एक दिन चाहिँ म यस्तै प्रार्थनाहरु हुँदाखेरि म चर्चमा म गएको थिएँ। अनि त्यो चर्चमा चाहिँ एउटा पास्टर हुनुहुन्थ्यो, लेडी पास्टर। अनि उहाँले चाहिँ यहाँ कोही हुनुहुन्छ जसलाई चाहिँ प्रेग्नेन्सीमा एकदमै गाह्रो भएको छ, तपाई अगाडि आउनुस् भनेर भन्नुभयो। अनि तब चाहिँ म अगाडि गएँ। अनि उहाँले चाहिँ मेरो निम्ति प्रार्थना गरिदिँदै गर्दाखेरि चाहिँ त्यो प्रार्थना गर्दाखेरि चाहिँ मलाई यस्तो खालको शक्ति मलाई महसुस भयो। अनि त्यति नै बेला चाहिँ अनि मैले आफैलाई भने कि म यो बच्चा चाहिँ म राख्छु भनेर चाहिँ मैले त्यति बेला डिसाइड गरेँ। अनि 2 हप्तापछि हामी डाक्टरकोमा गयौं। अनि डाक्टरकोमा गइसकेपछि चाहिँ मेरो श्रीमानसँग पनि मैले खासै त्यस्तो कुराहरु गरेको थिएन कि राख्छु राख्दिन भनेर। हामीले सिर्फ जाउँ कुरा गरौँ भनेर हामी गएको थियौं। तर त्यहाँ गइसकेपछि डाक्टरले मलाई सोध्नु भन्दा अगाडि नै मैले डाक्टरलाई के भन्यो भने म चाहिँ यो राख्छु भनेर मैले डाक्टरसँग चाहिँ मैले त्यो कुरा राखेँ। जब मैले यो कुराहरु
डाक्टरलाई भने मेरो श्रीमान पनि मलाई हेर्नुभयो अनि उहाँले भन्नुभयो आर यु श्योर भन्नुभयो अनि मैले चाहिँ यस भने अनि डाक्टरले पनि 2-3 खेप सोध्नुभयो हेभ यु थट दिस ट्रु तिमीले सोचेको छौ यसको फ्युचरको बारेमा तिमीले सोचेको छौ थाहा छ तिमीलाई भनेर धेरै कुराहरू हामीलाई त्यति बेला सोध्यो तर मैले चाहिँ केवल एउटै कुरा भने कि म राख्छु आई एम 100% पोजिटिभ अबाउट इट म राख्छु भनेर चाहिँ मैले त्यहाँ डाक्टरलाई भने सो जब त्यो कुराहरू राखिसकेपछि चाहिँ डाक्टरले हुन्छ भनेर भन्नुभयो किनभने अन्तमा त मेरो र मेरो श्रीमानको डिसिजन नै थियो अनि त्यसपछि चाहिँ लगभग 7.5 महिना पछि चाहिँ लिभाईको जन्म भयो त्यो 7.5 महिनाको समयमा चाहिँ हाम्रो लागि धेरै दुःखमय थियो किनभने हामी मन्थली डाक्टर भिजिटकोमा जानु पर्थ्यो अनि हामी टोममा बसेर चाहिँ हामी ब्रिस्बेन जानु पर्थ्यो 1.5 घण्टाको बाटो भएर हामी जानु पर्थ्यो अनि हरेक महिना जाँदै गर्दाखेरि चाहिँ हामीलाई जहिले पनि हामीलाई ब्याड न्युज सुनाउँथ्यो अनि त्यो ब्याड न्युज चाहिँ घरि हातमा के भएको छ भन्थ्यो घरि सिस्ट भएको छ भन्थ्यो घरि के भएको छ भन्थ्यो अनि हरेक महिना हामी जाँदाखेरि चाहिँ हामी यति टायर्ड भइसकेको थियौँ इमोसनली कि हामी रेडी हुन्थ्यौँ कि आज पनि हामीले ब्याड न्युजै सुन्छौँ भनेर हामी जान्थ्यौँ मेरो श्रीमानले यतिसम्म पनि भन्थ्यो कि हामीले सधैँ ब्याड न्युजै सुन्ने हो किन चाहिँ जाने भनेर पनि उहाँले कतिचोटि मलाई भन्नुहुन्थ्यो अनि त्यो हरेक महिना चाहिँ हामी जहिले पनि निराश भएर हामी आउँथ्यौँ अनि जब हामीले यो डाउन सिन्ड्रोमको बारेमा हामीले सुन्यौँ थाहा पायौँ त्यो दिनदेखिको लिभाई नजन्मिन्जेलसम्म चाहिँ मैले चाहिँ एक दिन पनि नरुई चाहिँ मैले बिताएको छुइनँ मैले एभ्री डे लिभाईलाई सम्झिँदै गर्दाखेरि मेरो जहिले पनि हृदय फुट्थ्यो किनभने मलाई थाहा थिएन मेरो फ्युचर लिभाईको फ्युचर कस्तो हुन्छ भनेर मलाई थाहा थिएन त्यही कारणले गर्दाखेरि चाहिँ एभ्री डे मैले सम्झिँदाखेरि चाहिँ म लिभाई नजन्मिन्जेलसम्म चाहिँ नरुको दिन चाहिँ कुनै पनि छैन जब लिभाई पेटमै थियो त्यति बेला चाहिँ हामीलाई सिस्टहरू छ भनेर हामीलाई धेरै कुराहरू भनिएको थियो अनि जब लिभाई जन्मिसकेपछि चाहिँ लिभाई मलाई समात्नु पनि दिएको थिएन उनीहरूले जन्मिने बित्तिकै उनीहरूले चेकअपको लागि लग्यो अनि लगभग 1 घण्टा उनीहरूले चेक गरेर अनि जब नानीलाई मलाई दियो उनीहरूले मलाई के भन्यो भने उसकोमा चाहिँ सिस्टहरू केही पनि छैन भनेर भनियो अनि त्यो सिस्टहरू केही पनि छैन भन्दाखेरि चाहिँ म एज अ मम लाई त्यति बेला यति खुसी हैन यति धन्यवाद लाग्यो अनि म रुए पनि अनि त्यति बेला मलाई कस्तो भयो भने हेर त्यो सबै कुराहरू विश्वास गरेर मैले मेरो नानी नजन्माएको भए भन्ने मलाई चाहिँ त्यति बेला महसुस भयो अनि केही समयपछि पनि उसको हार्टको पनि प्रब्लम आएको थियो अनि उनीहरूले चाहिँ 2टा दुलो है होलहरू उनीहरूले पाएको थियो अनि उनीहरूले चाहिँ हेर्दै जाउँ यदि त्यो समय अनुसार पुरेन भने चाहिँ हामीले सर्जरी गर्नुपर्छ भनेर भन्नुभएको थियो अनि त्यो समयमा पनि मैले लिभाईलाई चाहिँ विश्वास साथ मैले है अनि मेरो लगभग परिवारहरू जो चाहिँ लिभाईलाई चिनेको थियो सबैले प्रार्थनाहरू गरिदिनु भयो र जब हाम्रो त्यो चेकअप जाँदाखेरि चाहिँ उनीहरूले भन्यो कि लिभाईको प्वाल चाहिँ बिस्तारै पुरिँदैछ भनेर उनीहरूले त्यति बेला भनेको थियो अनि ऊ लगभग 4 महिनाको हुँदाखेरि चाहिँ उसको राइट ह्यान्ड त्यति धेरै चल्दैन थियो अनि त्यसको लागि पनि हामीले धेरै फिजियोथेरापी अनि प्रार्थनाहरू पनि हामीले गर्यौं र 1 महिना 1.5 महिना पछि चाहिँ त्यो हात पनि उसको चलिन थाल्यो र लगभग यस्तै कुराहरूले चाहिँ पहिला उनीहरूले यस्तो छ उस्तो छ भन्थ्यो तर त्यो सबैलाई चाहिँ प्रार्थना अनि हौसला पाएर चाहिँ त्यो कुराहरूबाट चाहिँ लिभाई चाहिँ आज ओभरकम भएर आएको छ मैले सोच्दाखेरि चाहिँ यदि मैले डाक्टरहरूको कुरा वा त्यो आवाजहरूलाई जुन चाहिँ आवाजहरूले चाहिँ टर्मिनेट गर नराख भन्ने आवाजहरूलाई मैले सुनेको भए चाहिँ मेरो जीवनमा मेरो श्रीमानको जीवनमा चाहिँ एउटा ठुलो रिग्रेट हुन्थ्यो र अहिले सम्झिँदाखेरि चाहिँ लिभाई चाहिँ हाम्रो परिवारमा चाहिँ आउनै पर्थ्यो हुनु पर्थ्यो ऊ थिएन भने सायद हामी कहिले पनि कम्प्लिट महसुस गर्दैन थियो होला अनि त्यही भएर चाहिँ हाम्रो लागि चाहिँ एउटा ठुलो रिग्रेट
हुन्थ्यो यदि लिभाईलाई मैले नजन्माएको भए। जब हामीले लिभाईको हरेक च्यालेन्जहरुमा जब उसले ओभरकम गर्दै आयो अनि त्यति बेला चाहिँ अहिले पनि हामीलाई के महसुस हुन्छ भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ साँचो परमेश्वर हुनुहुन्छ है। उहाँले भन्नुभएको वचन, लेख्नु भएको वचनहरु चाहिँ कहिले पनि फेल खाँदैन भन्ने कुरा चाहिँ मैले महसुस गरेको छु। किनभने धेरै पलहरु थियो, धेरै कुराहरु थियो, मनमा विचारहरु थियो हैन, तर परमेश्वरले कसरी लिभाईको जीवनबाट चाहिँ हामीलाई जहिले पनि देखाउनु भयो कि उहाँ चाहिँ जीवित हुनुहुन्छ। डाक्टरहरूले हुन्छ नि अब यो गर्न सक्दैन होला, त्यो गर्न सक्दैन, इभन उसको आँखाहरु कानहरु हुन्छ नि, उनीहरूले हामीलाई हरेक समय भनिरहन्थ्यो कि यो चाहिँ चेक गरिरहनु पर्छ है, किनभने डाउन सिन्ड्रोम नानीहरूलाई चाहिँ यस्तो समस्या हुन्छ भनेर। तर आजको दिनसम्म ऊ 6.5 वर्ष भयो, तर उसलाई कहिले पनि आँखाको समस्या भएको छैन, उसलाई कहिले पनि कानको समस्या भएको छैन। अनि यो कुराहरू देख्दै गर्दाखेरि चाहिँ मेरो हृदयमा चाहिँ प्रभुप्रति चाहिँ धन्यवाद बाहेक मेरो हृदयमा अरू केही पनि छैन के। किनभने यदि प्रभु यो जर्नीमा हाम्रो साथमा नहुनु भएको भए चाहिँ आज हामी लगायत लिभाई पनि हामी लथालिङ्ग हुन्थ्यौं, हाम्रोमा आशा हुँदैन थियो, हाम्रोमा जिउने भोलि पनि जिउन सक्छु भन्ने त्यो दिन, त्यो हृदयमा त्यो जोश हुँदैन थियो होला। तर आज लिभाईको जीवनमा नै म चाहिँ जब मैले लिभाई छोरालाई देख्छु, म चाहिँ सिर्फ लिभाईलाई एउटा आशिषको रूपमा देख्छु कि प्रभुले चाहिँ लिभाईलाई चाहिँ आशिष बनाउनु भएको छ, मेरो जीवनमा मात्रै नभइकिन तर उसको वरिपरि भएको जीवन को निम्ति चाहिँ लिभाईलाई चाहिँ एउटा आशिष चाहिँ परमेश्वरले को रूपमा चाहिँ हामीलाई दिनुभएको छ भनेर चाहिँ मेरो हृदयमा चाहिँ परमेश्वर प्रति चाहिँ धन्यवाद बाहेक अरू केही पनि छैन। किनभने मलाई लाग्छ कि यो कुनै पनि थोक चाहिँ म डिजर्भ गर्दिन थिए। अहिले सोच्दाखेरि चाहिँ मलाई लाग्छ कि मेरो लिभाई छोरा पनि म डिजर्भ गर्दिन कति ठाउँमा जस्तो लाग्छ। किनभने ऊ यति ब्युटिफुल, यति एउटा कस्तो आशिषको रूपमा आएको छ हैन। त्यो कुरा चाहिँ म एकदमै परमेश्वर प्रति अनि लिभाई प्रति पनि म एकदमै धन्यवादी छु। किनभने मेरो छोरा लिभाईले पनि मेरो जीवनमा, मेरो श्रीमानको जीवनमा हामीले यति धेरै कुराहरूले ब्लेस गरेको छ, सिकाएको छ। अनि त्यो कुराहरू चाहिँ आई थिंक कुनै सामान्य कुराले चाहिँ हामीलाई सिकाउँदैन थियो। भन्नलाई त कति धेरै कुराहरू छ हैन, कि यो त्यो भनेर मलाई लाग्छ भन्नलाई सजिलो पनि छ। तर जब हामी आफैले आफ्नो जीवनमा त्यो कुराहरू महसुस गर्छौं अनि तब हामीलाई थाहा हुन्छ त्यसको दुःख, त्यसको पीडा, त्यसको आशिषहरू भनौं न हैन। अनि यस्तो अहिलेको समयमा यस्तो थुप्रो आमा दिदी बहिनीहरू हुनुहुन्छ, मानिसहरू हुनुहुन्छ जसको चाहिँ स्पेशल निड नानीहरू हुनुहुन्छ हैन। हो, आज मेरो लिभाईकोमा बेसिक निडहरू हुन सक्छ, कतिहरुकोमा त यो भन्दा पनि धेरै निड भएको नानीहरू हुन सक्छ हैन। तर म आज तपाईहरुलाई के उत्साह दिन चाहन्छु भन्दाखेरि चाहिँ पहिलो सुरुमा चाहिँ लिभाईलाई चाहिँ हामीले स्वीकार चाहिँ तब गर्न सक्यौं जब चाहिँ हामीले प्रार्थना गर्यौं हैन। त्यो एक्सेप्ट गर्ने हृदय पनि आज परमेश्वरले हामीलाई दिनुभएको हो। यदि परमेश्वरसँग हामी नरहेको भए, प्रार्थनाहरू नगरेको भए आज हामीले लिभाईलाई एक्सेप्ट गर्न सक्दैन थियौं। अनि पहिलो कुरा चाहिँ म तपाईहरुलाई के उत्साह दिन चाहन्छु भन्दाखेरि चाहिँ एक्सेप्टेन्स है। आफ्नो छोरा छोरीहरूलाई चाहिँ उसको जति नै डिसेबिलिटी होस्, उसको जति नै स्पेशल निडको कुराहरू होस्, ल्याकमेन्टको कुरा होस्, हामीले पहिलो प्रथम कुरा गर्नुपर्ने आफ्नो नानीहरूलाई भनेको चाहिँ एक्सेप्टेन्स हो। इम्ब्रेस गर्नुपर्छ। आज लिभाईलाई ऊ लड्दा पनि हामी इम्ब्रेस गर्छौं। आज उसले कति कुराहरू नर्मल बच्चाहरूले गर्न सक्ने जस्तो उसले गर्न सक्दैन, तर हामी विथ पेशेन्स हामी त्यो कुरालाई एक्सेप्ट गर्छौं। त्यही भएर म आज तपाईहरुलाई धेरै कुराहरू भन्न चाहदिन, तर एउटै कुरा म तपाईहरुलाई भन्न चाहन्छु कि हरेक बच्चालाई चाहिएको भनेको चाहिँ माया हो। अनि आज हामी एज पेरेन्ट्सले हामीले पनि दिन सक्ने भनेको नै माया हो। कतिपल्ट हामीलाई लाग्छ कि मैले मेरो नानीलाई लुगा दिन सकिन,
केही मटेरियलिस्टिक कुराहरू दिन सकिन भनेर हामीले धेरै चित्तहरू दुखाएर बस्छौँ। तर हामीले नानीहरूलाई दिन सक्ने पहिलो प्रथम भनेको नै माया हो, जुन चाहिँ फ्री हो। त्यही भएर मैले मेरो लिवाई छोरालाई मैले पहिलो पटक मैले एक्सेप्ट गर्न सकेको भनेको चाहिँ परमेश्वरसँग प्रार्थना गरेर हो। त्यही भएर म तपाईँलाई यही उत्साह दिन चाहन्छु, आज तपाईँले आफ्नो नानीहरूलाई जब तपाईँले देख्नुहुन्छ नि, उसको ल्याकमेन्टलाई पनि तपाईँले इम्ब्रेस गर्नुहोस्, उसकोमा भएको घटी कमीलाई पनि तपाईँले इम्ब्रेस गर्नुहोस् अनि माया गर्नुहोस्। आज उनीहरूलाई चाहिएको भनेको नै हामीबाट भनेको नै माया र एक्सेप्टेन्स हो। र अन्तमा यो भिडियो तपाईँहरूको मार्फत पहिलो एपिसोड ल्याउन पाउँदा म धेरै खुसी छु, म धेरै धन्यवादी छु है यो प्लेटफर्म मैले पाएकोमा। अनि अर्को हप्ता फेरि पनि म अर्को भिडियो लिएर आउने बाचा राख्न चाहन्छु र तपाईँहरूले युट्युबमा गएर सब्सक्राइब गर्न सक्नुहुन्छ, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ अनि तपाईँले सेयर गर्न सक्नुहुन्छ। र यति भन्दै म यहाँबाट बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच।